हाम्रो बालेन र रवि दाइको सरकार बन्यो भने यस्तै बाटो हुन्छ कि भन्ने आशा छ। त्यो अब समयले बताउँछ होइन, के कस्तो हुन्छ भन्ने कुरो त त्यो कसैलाई थाहा हुँदैन। यो टु वे बाटो हो होइन, आउने जाने बाटो हो। आउने जाने बाटो कस्तो खतरा छ क्या। मान्छेले चाहिने विकास गर्नलाई कति टाइम लाग्दो रहेछ, लाग्छ त लाग्दैन नि। यहाँ सौदी पनि विकास गर्न धेरै टाइम भएन क्या, यहाँ विकास गरेको होइन। यो चाहिँ सुरुङ हो है, धेरै छैन, 200 मिटर होला यो सुरुङ। यो पहाडको बिचको बाटो हो होइन, यो पहाड चिरेर बनाएको बाटो हो, टु वे बाटो हो। नेपालको जस्तै आउने जाने बाटो हो यो। हाम्रो नेपालमा पनि यसरी बनायो भने सम्भव हुने छैन क्या। यहाँ चाहिँ के छ भने पहिरो आउने ठाउँतिर चाहिँ ढलान गरिदिया हुन्छ होइन, टक्कस ढलान गरिदिया हुन्छ। त्यस्तो गऱ्यो भने जो पक्की हुन्छ नि त बाटो, माथिबाट आगो सबै छेकिन्छ होइन, छिनुको लागि। अब सधैँको लागि चाहिँ हुँदैन र एउटा कुरो त हाम्रो नेपालमा सम्भवै हुँदैन होइन। अब सम्भव भन्ने त हुँदैन, किनभने बर्खा लागेपछि सबै लोततो आउँछ होइन, बर्खा लागेपछि सबै तल झर्छ होइन। यहाँ त सबै ढुङ्गै ढुङ्गो भएको कारणले गर्दा चाहिँ यस्तो भएको हुनसक्छ होइन, त्यो भन्न सकिन्न। सरकारलाई पनि दोष दिनु हुँदैन, विकास गर्न खोजेको तर विकास नभएको भनौँ न होइन। एउटै बाटोलाई कम्तीमा नि हाम्रो एउटै बाटो खन्नलाई कम्ती पनि लाख करोडौँ अरबौँ खरबौँ खर्च लागेको हुन्छ, तर त्यो बाटो कम्प्लिट गर्न सकेको हुँदैन क्या। किनकि हाम्रो भौगोलिक नै अलि कमजोर अवस्था छ क्या, अलिक कमजोर छ क्या, त्यही भएर होला होइन। यहाँ त अब सबै ढुङ्गै ढुङ्गा छ होइन, ढुङ्गै ढुङ्गा बिचमा बाटो निकालेको हुन्छ तर सधैँको लागि पक्की हुन्छ। ऊ त्यहाँ देखिरहनु भएको छ, यसरी वाल लाउँछ यहाँ चाहिँ। यो चाहिँ माथिबाट जस केही नखसोस् भन्नुहुन्छ क्या यिनीहरूले। यसरी बनायो भने चाहिँ नेपालमा जस पक्की चाहिँ हुन्छ है, यसरी बनायो भने त